हाई एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ। वेलकम टु माई मिनी भ्लग। आज चाहिँ म र मेरो हस्बेन्ड भएर मेरो बेबीलाई भ्याक्सिन लाउन लिएर जाँदैछौँ। मेरो बेबी चाहिँ 1 इयर कम्प्लिट भइसक्नु भएको छ अनि आज चाहिँ 25 गते पनि थियो। त्यसैले मैले मेरो बेबीलाई चाहिँ काठमाडौँको नागार्जुन नगरपालिकाको वडा कार्यालयमा लिएर जाँदैछु। मैले चाहिँ साथीहरू बिर्सिसकेको थिएँ, आज चाहिँ 25 गते हो, बेबीलाई भ्याक्सिन लाउने हो भनेर एकजना दिदीले भनेर चाहिँ मैले बल्ल सम्झेको। भ्याक्सिन लाउनुभन्दा अगाडि चाहिँ मलाई थाहा थियो, तर आज चाहिँ मैले बिर्सेको। अनि गाइज, घरबाट निस्किँदा यति धेरै राम्रो मौसम थियो, शीतल थियो अनि छाता पनि नलिएर आएको। बाटोमा आउँदा आउँदै यति धेरै गर्मी, हेर्नु न आज चाहिँ काठमाडौँमा कस्तो राम्रो घाम लागेको छ। अनि घाम लागे पनि बुढोसँग यसरी नहिँडेको धेरै दिन भइसकेको थियो। अनि हामी चाहिँ बाटोमा घुम्दै खेल्दै बेबीलाई खेलाउँदै, बेबीले पनि एकदमै धेरै खुसी हुन्छन् बाहिर हिँड्न पाएपछि। अनि हामी चाहिँ यसरी गफ गर्दै लास्टमा पुगिसक्यौँ हाम्रो नागार्जुन नगरपालिकाको वडा कार्यालयमा। यो साइडको बिल्डिङ चाहिँ नागरिकताहरू बनाउने बिल्डिङ होला सायद, मलाई चाहिँ खासै थाहा छैन। अनि यसको चाहिँ सिधैको सेकेन्ड फ्लोरमा चाहिँ हाम्रो स्वास्थ्य चौकी छ। यो नागार्जुन नगरपालिकाको वडाको स्वास्थ्य चौकी छ। त्यसमा चाहिँ म चाहिँ पहिला पनि बाबुलाई यहाँ भ्याक्सिन लाउन लिएर आइसकेको थिएँ धेरैचोटि। 45 दिनदेखि नै मैले यहीँ भ्याक्सिन लाउन सुरु गरेको हो। बिचमा चाहिँ म आफ्नो माइत गएर उता लगाएको थिएँ। अनि यहाँको डेकोरेसनहरू हेर्नु न गाइजहरू, कति राम्रो, कस्तो राम्रो राम्रो बनाएर राख्नु भएको रहेछ यति। अनि हामी चाहिँ भ्याक्सिन लाउने ठाउँसम्म पुगिसक्यौँ। त्यहाँ पुग्ने बित्तिकै चाहिँ बेबीको वेट लिनुपर्छ भनेर भन्नुभयो। मैले बेबीको चाहिँ चप्पलहरू टोपीहरू सबै निकालिदिएको कि उसको वेट चाहिँ कति रहेछ भनेर हेर्न मन लागिरहेको थियो। मैले चाहिँ धेरै भइसक्यो त्यो बेबीको वेट पनि ननापेको। अनि मेरो बेबीको वेट चाहिँ नापेँ। मेरो बेबीको वेट चाहिँ हेर्न सक्नुहुन्छ गाइज हजुरहरूले आफै। मेरो बेबी चाहिँ ठ्याक्कै 10 केजी पुग्नु भएछ। अनि त्यहाँको सिस्टरले पनि भन्नुभयो एकदमै राम्रो छ वेट चाहिँ, 10 केजी भनेको ठिकै हो, 1 इयरमा 10 केजी भनेको एकदमै राम्रो हो भनेर भन्नुभयो। अनि मेरो हस्बेन्डले चाहिँ मेरो बेबीलाई लिनुभयो। अनि त्यसपछि साथीहरू मेरो बेबीको चाहिँ भ्याक्सिन लाउने टाइम आयो। मलाई चाहिँ डर लागिरहेको थियो, कति दुख्ला मेरो बेबी, कति धेरै रोलान्, एकदमै धेरै डर लागिरहेको थियो। तर भिडियो चाहिँ बनाउन नमिल्दो रहेछ। मेरो बेबीलाई हेर्न सक्नुहुन्छ, उहाँ चाहिँ खासै रुनु भएन, एकछिन चाहिँ लाउँदाखेरि मात्रै रुनु भयो। त्यहाँदेखि त यति धेरै एक्टिभ, उहाँलाई केही पनि फिलै भएन। कति धेरै मामुहरूलाई डर लागेको हुन्छ भ्याक्सिन लाउँदाखेरि के हुन्छ 1 इयरको भन्ने थाहा नहुन सक्छ। केही पनि हुँदैन साथीहरू, 1 इयरको भ्याक्सिनले चाहिँ केही पनि नहुँदो रहेछ, साइड इफेक्ट पनि केही नहुँदो रहेछ। हामी चाहिँ भ्याक्सिन लाएर त्यहाँदेखि निस्क्यौँ। मेरो बेबीलाई चाहिँ केही पनि भएन, एकैछिन मात्रै रुनु भयो। अनि हामी चाहिँ त्यहाँदेखि निस्केर घरतिर लाग्यौँ साथीहरू। हजुरहरूले यदि 1 इयरको भ्याक्सिन लाउनु भएको छैन भने लाउन सक्नुहुन्छ। 1 इयरको भ्याक्सिन चाहिँ दाहिना खुट्टाको पाखुरामा लाउँदो रहेछ। एउटा मात्रै भ्याक्सिन रहेछ लाउने, मलाई पनि थाहा थिएन, मैले नै आज थाहा भएको। त्यसैले हजुरहरूलाई पनि केही कुराहरू थाहा छैन कि भनेर भिडियो बनाएको। थ्याङ्क यू साथीहरू, बाई बाई, लट्स अफ लभ।